केपी शर्मा ओली हार्नुमा अनि बालेन शाहले जित्नुमा चाहिँ उहाँ सूर्य थापाको पनि ठुलो योगदान छ र साथीहरू। यो पुरा भिडियो हेर्नु ल पहिला। थापामा केपी शर्मा ओलीलाई हराउन बालेन शाह कम्बर कसरी लाग्नु भएको छ त? कस्ता कस्ता कहाँ गए मुसाका छोरा कोट भन्छन् नि। केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्। अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने यो आकाश खसे के होला जस्तो कुरा नगर्नुहोस् के ऋषिजी। बालेन शाहजीले म यसो हेर्छु राष्ट्रपाका मान्छेले केपी शर्मा ओलीसँग जोडिएर आफ्नो पार्टीको प्रचार गरिरहेछन्। थापा जुन गोरुको सिङ छैन त्यसको नाम तिखे। 11 लाख बल्ल बल्ल एउटा भल छोपेर भोट ल्याएको पार्टीले। मलाई एकजना मेरो मित्रले रवि लामी छानेको निम्ति हस्ताक्षर गरिदिनुहोस् न भनेर भन्नुभयो। म हाँसेँ। म को हुँ? त्यो छानबिन समितिको सभापतिले उहाँलाई चाहिँ अन्याय भयो भनेर जसले कारवाही गर्न सिफारिस गर्ने कुराको लिड गरेका छ। एमालेको शीर्ष नेताहरूको यस्तै बोलले गर्दा कतिपय जनताहरू र अनि आफ्नै कार्यकर्ताहरू पनि भड्केको देखिन्छ। त्यसकारण एमाले भित्रैका आफ्ना कार्यकर्ताहरूले पनि यसपालि एमालेलाई भोट नहाले जस्तो देखिन्छ। तपाईँलाई के लाग्छ कमेन्ट गर्नु हेर्नु साथीहरूलाई।